अब दर्शक भिडमा चाहिँ ठ्याक्क लगाएर मर्निङ वाक गएर पनि टक्क आइसक्यो। फाइनल तरिकाले म चाहिँ देख्न सक्नुहुन्छ मिलमा पनि आइसकेको छु। अहिले यहाँनिर मन्दिरतिर छन्। कुन मन्दिर भन्दाखेरि साई मन्दिरतिर। अब दर्शक भिडमा चाहिँ ठ्याक्क लगाएर मर्निङ वाक गएर पनि टक्क आइसक्यो। देख्न सक्नुहुन्छ अहिले चाहिँ म घरमा छु। अहिले चाहिँ म अघि चाहिँ म माथितिर थिएँ भनेदेखि चाहिँ अहिले चाहिँ म घरमा आइसकेको छु। म चाहिँ पानमा रेस्टुरेन्टदेखि मन्दिर त्यहाँ एक दुईचोटि हान्दिवरी आइदिएको होइन ट्याक्क लगाएर देख्न सक्नुहुन्छ। अहिले चाहिँ म फाइनली घरमा आएर पनि तातो पनि सट्टा खाएर मेरो चाहिँ खाजा पाक्दैछ। खाजा खाएर जानुपर्ने हुन्छ नभए ग्यास्ट्रिकले मलाई उब्बर सताउँछ। त्यस कारणले गर्दाखेरि चाहिँ म चाहिँ मर्निङ वाक पनि मेरो डन भइसक्यो आजको दिनको लागि चाहिँ। हेरौँ आज हामी कहाँ कहाँ गइन्छ तपाईँलाई म यो ब्लगमा देखाउनेछु है त। मलाई फलो गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्दै अहिले चाहिँ एकछिनपछि म भेट्ने बाचा गर्दै अहिले चाहिँ छुट्याएँ त। ल गाइस फाइनल तरिकाले म चाहिँ देख्न सक्नुहुन्छ मिलमा पनि आइसकेको छु। ट्याक्क लगाएर देख्न सक्नुहुन्छ म चाहिँ अहिले मिलमा हो, भर्खरै आइपुगेँ होइन। अनि मेरो आजको दिन चाहिँ के कस्तो रहेछ तपाईँले डेली यस्तो नै हुने हो। मलाई डेली फलो गरिराख्नु भएको छ भने त मेरो भिडियोहरू हेरिराख्नु भएको छ भने तपाईँहरूलाई म कहाँ कहाँ जान्छु के गर्छु भन्ने कुरा सबै थाहा नै छ। कोही साथीहरू नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला, हेरिदिनु होला भिडियो कोही कस्तो लाग्छ कमेन्ट बक्समा गएर प्रतिक्रिया पनि दिनु होला भन्दै देख्न सक्नुहुन्छ। अहिले चाहिँ 8 बजिसकेको छ। म काममा नै आइसकेको छु होइन साथीहरू ट्याक्क लगाएर चिल पारामा। ल साथीहरू अब चाहिँ हामी कहाँ जान्छु तपाईँहरूलाई उहाँहरू चाहिँ म ब्लग मार्फत कहाँ जान्छु म तपाईँहरूलाई म देखाउन चाहन्छु। सो गाइज हामीले चाहिँ फाइनल तरिकाले लोकल टिप पनि 1 टिप हानिसक्यौँ। 1 टिप हामीले हानिसक्यौँ। हामी चाहिँ अहिले यहाँनिर मन्दिरतिर छौँ। कुन मन्दिर भन्दाखेरि साई मन्दिरतिर हाम्रो श्याम यता छ। मैले चाहिँ स्टोरिङ अहिले यस्तो बनाएको छु ट्याक्कै यो लगाइदिएको दामी भयो। अहिले चाहिँ हामी साई मन्दिरतिर हो साथीहरू होइन। तपाईँहरू कहाँ हुनुहुन्छ? हाम्रो श्याम पनि यहाँ छ ट्याक्क लगाएर। हेर न श्याम, हेलो हाई गर्न। हेलो भाइ, के छ खबर भन्? के छ खबर? ठिक छ भन्? ठिक छ। रेलवेतिर आइसकेको छौँ देख्न सक्नुहुन्छ फाइनल तरिकाले होइन। अनि हामी चाहिँ उता पटनालीसम्मको यात्रामा चाहिँ आज हामी लागेका छौँ। आज चाहिँ मेरो गाडी भोलि धनकुटासम्मको पनि लोड हुन्छ बेलुका। हामी चाहिँ बिहान 3 साढे 3तिर उठेर जाने हो। हामी चाहिँ ताकेको छ। ल साथीहरू धरानको नजारा चाहिँ एकदम झकास है। धरानको नजारा बबालु छ देख्न सक्नुहुन्छ। यो चाहिँ रेलवेदेखि थोरै मास्तिरबाट भित्रपट्टिको नजारा हो। यो चाहिँ देख्न सक्नुहुन्छ यस्तो छ नजारा। धरान चाहिँ आज एकदम खुलेको छ। पाहाडतिर माथि भेरेटारतिर चाहिँ अलिअलि धुम्मेको टाइपको देखिरहेको छ यहाँबाट चाहिँ। हेरौँ
हेलो दर्शकगण, टाका लाएर म चाहिँ नुहाइधुवाइ पनि सक्यो। मेरो गाडी चाहिँ ट्याक्टर लोड पनि भइसक्यो होइन। टाका लाएर म चाहिँ अब नुहाइधुवाइ पनि गरिसकेँ। तपाईँले देख्न सक्नुहुन्छ मेरो कपाल चिसो एकदम चिसो छ, चिसो छ। अहिले चाहिँ हाम्रो गाडी चाहिँ छ भनेदेखि ट्याक्का लाएर मिल्दो गेट चाहिँ यता भयो भने ट्याक्का लाएर अब चाहिँ म घरतिर चल्दिन आँटेको देख्न सक्नुहुन्छ। मेरो बाइक यहाँ स्ट्यान्ड बाइक बसिरहेछ, एकदम अँध्यारो भइसकेको छ देख्न सक्नुहुन्छ। सबतिर बत्ती बलिरहेछ होइन। साथीहरू अब चाहिँ म घरमै गएर तपाईँहरूसँग भेट्नेछु है त। घरमा आएर नि खानासाना खाएर पनि अब चाहिँ सुत्न लागेको होइन। भर्खर खाना खाइसक्यौँ। भोलि चाहिँ माथि धनकुटासम्मको यात्रा छ फाइनल तरिकाले। त्यताको नि भ्लग आउँछ, तपाईँले हेरिदिनु होला, माया गरिदिनु होला, साथ सपोर्ट दिइराख्नु होला। ट्याक्का लाएर खाना खाइसक्यो हामीले। ल साथीहरू, मेरो आजको भ्लग चाहिँ यहीसम्म त रहन्छ है त। ओके, बाई बाई, गुड नाइट।